आमन ठाउँ आइपुग्यो चर्च गाइस हेलो म चाहिँ अहिले बुढीलाई लिन जाँदैछु अफिस अहिले यहाँ 10:30 भइसक्यो रातिको बिचरा बिहान बेलुका 6 बजे गएर 10:30 बजीसम्म ड्युटी हुन्छ अब अहिले लिन जाँदैछु म ल गयो त गाइस लिफ्टमा चढेँ म फेरि यो एक्सेस बिना ऊ माथि आउनु मिल्दैन के जुन कालो छ नि यो बिना ऊ माथि आउनु मिल्दैन एकदम स्ट्रिक्ट छ रुल चाहिँ खतरा हो है त्यस्तो भयो भने सेक्युरिटी पनि राम्रो हुन्छ दामी हुन्छ ल ढोका खोल्नु पऱ्यो नि यति गरेर खोलिन्न यहाँ गएर यसलाई टच गर्नु पऱ्यो ल हेर्नु है त ए हरियो बल्यो नि अब बल्ल गएर चाहिँ यो ढोका खोल्न मिल्छ नत्र मिल्दैन अनि जाँदाखेरि चाहिँ यहाँ त्यो कालो देखाएको थियो नि मैले हो त्यो कालो गर्नुपर्छ क्या एकदम टाइट हो क्या अब यहाँ पनि हेर्नु कति हो क्या सेक्युरिटी यहाँ पनि हरियो दाप्नु पऱ्यो क्या यहाँ हरियो यो रातो भयो भने बल्दैन जस्तै यहाँ त यहाँ रातो आयो अहिले पिलपिल हुन्छ यो हरियो आउँछ अनि त्यसपछि खुलेको ए यस्तो छ ल हेर्नुहोस् यति स्ट्रिक्ट छ यति सेक्युरिटी छ नि न्युजिल्यान्डमा म बुढलाई लिन जाँदैछु लगभग 10 मिनट लाग्छ यहाँबाट हिँड्दै जाँदाखेरि राति चाहिँ एकदम विदेशी भाइब्स आउने के एकदमै राम्रो दामी झिलिमिली बत्ती बोले आउँछ यत्रो बिल्डिङ राति चाहिँ दिउँसो चाहिँ खै काठमाडौँ गएको हो कि जस्तो फिल हुन्छ आफै काठमाडौँ हो कि जस्तो फिल हुने त्यो खासै विदेशी भाइब्स चाहिँ आउँछ होइन जब राति भएपछि चाहिँ दामी आउँछ कि दामी भाइब्स आउँछ क्या अब यो 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 अगाडिको यो जुन पिल्लर जस्तो छ त्यहाँनिर एउटा यो चाहिँ क्यासिनो हो 24 आवर्स नन स्टप खुल्ला हुन्छ 24 आवर्स चाहिँ रुल चाहिँ कडा छ क्या ट्राफिक रुल चाहिँ रोक्ने समयमा त रोक्नै पऱ्यो हिँड्नै मिलेन ए सब स्ट्रिक पहिला मेरो बुढी बस्ने त यो हो क्या पिज्जा हटको ठ्याक्क माथि यति लामो हो क्या बिल्डिङ यस्तो देखाउनुपर्छ हो त्यहाँ बस्थ्यौँ पहिला चाहिँ एकदम नै खत्तम थियो र त्यो रुम त त्यो कचाककुचुक्क झ्याल पनि धेरै नभएको तर अहिलेको चाहिँ बवाल छ है रुम $520 हो कि कति तिर्नुपर्छ विकली $520 तर रुम बवाल छ क्या पुरै फर्निचर भएको फर्निस्ड भएको होइन दामी छ तर त्यो चाहिँ सही लाग्यो क्या एकदम क्लिन सफा भन त क्लिन सफा त हामीले गऱ्यो हुने त हो नि नत्र त के क्लिन सफा त रातो बले छैन हेर्नु है तपाईँले जस्तै यो दुइटा देख्नुभयो नि यहाँ रातो बले छैन होइन अब त्यो यो छ कि यो चाहिँ मान्छेको लागि चाहिन्छ कि जस्तो तपाईँले यहाँ जस्तै मैले दाबेँ अब त्यहाँ रातो बल्छ कि ऊ रातो बल्यो होइन अब यो जबसम्म हरियोमा आउँदैन तल तबसम्म हामी जान मिल्दैन चर्च हो है गाई चर्च मैले तपाईँलाई अस्ति नै फोटो पनि हालेको थिएँ सायद युट्युबमा छैन क्या फोटो चाहिँ भिडियो चाहिँ छ यो त चर्च हो यहाँ टक्क रेस्ट गरेर खाने होइन अब आउने बेला भयो पिडब्ल्युसी टावर न्युजिल्यान्डको त होइन अक्ल्यान्डको सबैभन्दा अग्लो बिल्डिङ पनि भनिन्छ अरे त्यसलाई होइन पिडब्ल्युसी त्यो हरियो चर्च यो चर्च रे के त्यो बवाल हो कि यो चर्च स्काई टावर पनि देखिएछ यो चाहिँ डेटिङ पार्क जस्तै हो यहाँ चाहिँ केटाकेटीहरू आएर यसो डेटिङ पनि बस्छन् अहिले अन्धकार हो उज्यालोमा राम्रो देखिन्छ होइन पिडब्ल्युसी देख्नुभयो यहाँबाट धरि पिडब्ल्युसी देखेपछि ल सही हो हामी यस्तै त हो नि ब्रो एन्जर सेन्टर बिल्डिङ पनि यस्तो देखाउनु पर्छ हेर्नु यताबाट कस्तो दामी देखिन्छ स्काई टावर चाहिँ भवाले देखिन्छ क्या ल चारैतिर हेरौँ होइन बाटो काट्दाखेरि चाहिँ ध्यान दिनुपर्छ है गाई एकदम रिक्स हुन्छ यहाँ चाहिँ बवाल खालको गाडी टप रोकेछ यो बिहान यस्तो खालको पेङ्को हालिदियो नि सिसा मात्रै छ कि नेपालमै सिसा भएको भए त तोडफोड हानेर हिँडिसक्थ्यो केटाहरूले यहाँ मतलबै छैन ल सेक्युरिटी टाइट भन्ने के कसको रे आम मिस्टर लनमा भन्ने छ नि एउटा गीत
त्यसमा पिडब्लुसीमा त राम्रो बत्ती बालेको त आज त अरू बेला त बालेको छैन त बा त्यो जुन तपाईँलाई लामो धर्कस्ती देख्नुभयो त्यो पिडब्लुसी टावर हो है गाइस मेरो बुढोले काम गर्ने ठाउँ आइपुग्नु लाग्यो अब त धेरै छैन अब त 1 मिनट पनि नलाग्ला यार 1 मिनट पनि लाग्दैन अब त लगभग म पिडब्लुसी नजिकै आइसकेँ नो सर्भिस थियो म त नेपालमा मात्रै बिग्रेर अर्कोचोटि बनाउँदैन होला भनेको त न्युजिल्यान्डमा पनि नबनाउँदो रहेछ है गाइस डिस्प्ले कहाँ एकतिर गयो नि एकतिर गएर अर्कोतिरको चाहिँ नो सर्भिस भने हो जे होस् यहाँ पनि सरकारले काम चाहिँ ढिलै गर्दो रहेछ यो डेभलप हुन लागेको पनि धेरै भएन नि अब बल्ल डेभलप हुँदैछ बिस्तारै जस्तो अमेरिका अस्ट्रेलियाहरू क्यानाडाहरू जस्तो डेभलप छैन क्या कन्ट्री बिस्तारै डेभलप हुँदैछ जे होस् राम्रो हुँदैछ रुल टाइट हो दामी हो त्यही भन्नुपर्छ अरू त के भनौँ यार ऊ यो पिल म जान चाहिँ मिल्छ त्यो पिलमा तर म जाँदिनँ रोके है यो बसहरू गयो यहाँबाट हेरेर आएको त यार के हो मन पऱ्यो क्या अब म तेरिका केटाले हेर है गाइस फेरि केटीले होइन मेरो बुढी फेरि तर्सिलिन् उसले हेरेछ मेरो बुढालाई भनेर केटाले हेरे बुढी केटाले ल मेरो बुढीले काम गर्ने अफिस पनि आयो अहिले यहीँ लिफ्टबाट आउँछ म टक्क भिडियो गर्छु नि अहिले दामी तरिकाले है राम्रो छ क्या यो कम्पनी चाहिँ यहाँको सबैभन्दा ठुलो बिल्डिङ भन्छ क्या अरे अकल्यान्डको चाहिँ पिडब्लुसी मेन ठुलो त्यो त अब टावर त्यो त बिल्डिङ होइन नि त त्यो त टावर जस्तो भयो बिल्डिङमा चाहिँ यो ठुलो खरे क्या आज मेरो बुढी फाइनली आएन ऊ आऊ हेलो कम अन बेबी भेट भयो बुढीसँग अरे क्या त जम बुढी लाइट उस भयो के अरे बुढी अनि खै बुढोलाई थ्याङ्क यू नि छैन केही पनि छैन अघि भर्खर आएको तिमीले फोन गर्दा म यहाँ आइपुगेको थिएँ लाइक के सोचेको होला अघि बढिसक्यो हेर कालाक्षीको छोरा हाँस्छु हँसाउँछु नाच्छु नचाउँछु चिल्लाक्स पारामा मासु चपाउँछु ल गाइज अब आजलाई यति नै भयो है अब बाँकी अरू भ्लगहरू चाहिँ पछि बनाउँदै गर्छु मैले देखिसकेँ बाँकी भ्लग अब भोलिबाट फेरि अब कता गइन्छ म डेली हाल्दैछु यसरी नै माया गरिदिनु होला है सेयर गरिदिनु सब्सक्राइब गरिदिनु मेरो सब्सक्राइब बल्ल अलिअलि बढेको थियो खुसी लागेको छ यसरी नै माया गरिदिनु होला धन्यवाद।